पूर्णलाई तपाईँलाई अहिले जाडो भएन? जाडो हो के हो छैन। भाइ त्यहाँ कार्ड छ ल्याउ त। यो चाहिँ मेरो कार्ड हो, यो चाहिँ सम्हालेर राख्नु। हेलो, उठ्नु न। खाना के खानुभयो तपाईँले? के खानु भएको छ? के खाएको छैन? थोरै खानु अनि यो ढाकिराख्नु है, थोरै खानु। तपाईँको पहाड घर कहाँ हो? त्यो धनकुटा धनकुटा हो। पूर्णलाई तपाईँलाई अहिले जाडो भएन? जाडो हो के हो छैन। होला है, मैले लिइदिइरहेको छु, लिइदिनु त। यो पानी पनि राख्नु ल, सुत्नु त म उराइदिन्छु। तपाईँ यसरी नै बस्नुभन्दा म चाहिँ आश्रममा भनेको कुरा गर्छु, आश्रममा जानु न त है, हुन्छ? यस्तो भन्नु पुग्यो घरतिर जाने कति बिमारी छु। बिमार चाहिँ के हुनुहुन्छ? एक्कासी बेलुका यसरी सुतेको हट्टाकट्टा मान्छे, यहाँ मुखको मान्छे फ्लाट टाउकोमा हानेको त फर्केर हेरेको कोही देखेन। राति यहीँ सुतिरहेको छु। बिहान उठ्दा त फास्ट चाहिँ केही छैन। छोपिसकेको रहेछ, के खाने भएन। हुँदा हुँदै हुँदा हुँदै बाटोमा हिँड्दा बाटोमै ढलाइदिने, कहाँनिर कुन ठाउँमा ढलाइदिने ठेगान छैन। अनि बाटो काटिदिनु पर्ने। अनि यहीँ 5-6 महिना जस्तो यहीँ ढले, यहीँ बस्थेँ। त्यसै नै जिन्दगी चल्यो। अहिलेसम्म औषधि उपचार गरिरहेको छु। झारफुक गरौँ भनेको, अब झारफुक गर्न जाउँ, झारफुक गरेर होला केही न केही बच्चा तिमीलाई यताउता मागेर भए पनि अब झारफुक गरेर हस्पिटल जानु पर्यो। हस्पिटल जान फिर्ता छैन। मलाई तनावै तनावमा परिरहेको छु। म तपाईँलाई मेरो नम्बर दिन्छु, अनि म अहिले भएको जति हुन्छ झारफुक गर्नलाई भनेको पैसा राख्नु, अनि भनेको बाँकी भनेको तपाईँको हस्पिटल गर्नुपर्छ भने मलाई फेरि एकचोटि कसै न कसैको फोनबाट कल गर्नु, अनि म तपाईँलाई फेरि एकचोटि भेट्छु है। हुन्छ है भाइ, त्यहाँ कार्ड छ ल्याउ त। यो चाहिँ मेरो कार्ड हो, यो चाहिँ सम्हालेर राख्नु। तपाईँले के अरे अहिले हस्पिटलको लागि म पनि थोरै हेल्प गर्छु, यो चाहिँ राखिराख्नु त। उता हेराएर त हुँदैन तपाईँलाई, खै पनि तपाईँले भनेको हेराउँछु भन्नुभयो। अनि त्यहाँबाट हस्पिटल जानलाई फेरि मलाई एकचोटि कल गर्नु है, कल गर्नु। अनि म बाँकी कुरा कसै न कसैको नम्बरबाट चाहिँ कल गर्नु है, हुन्छ? अहिले चाहिँ सुत्नु है ल।